वेलकम छ म्याम हजुरलाई Thank you. म नेपाली पनि बुझ्नुहुन्छ हल्का ए बुझ्नुहुन्छ Yeah. हल्का हल्का बुझ्नुहुन्छ ए हजुरको नाम के हो मेरो ए उहाँले नेपाली बुझ्नु हुँदो रहेछ हल्का बुझ्नुहुन्छ हल्का बुझ्नुहुन्छ मेरो नाम बेबो देवो ए बेबो हो बेबो ए अनि हजुरको ल्यापटप खोइ इलेक्ट्रोन्स Oh, yeah. उहाँ चाहिँ बिजनेसम्यान हुनुहुन्छ साथीहरू बिजनेस वुमेन तर लाइक उहाँ चाहिँ हाम्रो भ्लगर के अरे बेबो जस्तै सेम म्याच नेम तपाईँ जस्तो हजुर जस्तै छ क्या सेम मेरो बहिनी बेबो Seriously? सेम हजुर जस्तै सेम हुनुहुन्छ क्या तर हजुर लास्टै राम्री के Thank you. बाहिर बसेर पनि होला उहाँको स्किन एकदम राम्रो छ साथीहरू है सेम लाइक बेबो बहिनी सेम बेबो जस्तै देखिने क्या हजुर बेबो जस्तै हुनुहुन्छ बेबो ब्लगर छ क्या बेबो ब्लगर हजुर बेबो ब्लगरसँग चाहिँ म्याच सेम फेस Hey, Mr. Anupji. मलाई चिन्नु हुँदैन रहेछ उहाँलाई कसरी चिन्नुभयो म्याम हजुरले भर्खर कन्टेन्ट क्रिएटर गरेको थिएँ केही टिकटक होइन उहाँ तपाईँको कन्ट्रीमा पनि पुगेको छ हाम्रो बुढाको अचार म्याम Yes, I'm also Burako Achar fan, personally. त्यहाँदेखि उता त मलाई नि इङ्ग्लिस आउँदैन नयाँ नेपाली इङ्ग्लिस बोल्न आउँदैन बुझ्नुहुन्न नेपालीमा भन्नुहोस् न हल्का नेपालीबाट भनिदिनु न म्याम अचार हाम्रो टेस्ट कस्तो लाग्यो हजुरलाई तपाईँको कन्ट्रीमा पाउँदाखेरि डन नट नेपाली इङ्ग्लिस अब चाहिँ म आएँ नेपाली फर्ममा अघिसम्म चाहिँ विदेशी थिएँ ल भर्खर नेपाली साथीहरू आज चाहिँ मेरो बहिनीलाई यस्तो राम्री देखेको छ नि कसम भनेको है लास्ट चाहिँ मलाई चाहिँ बिजनेसम्यान जस्तो देखेर चाहिँ वुमेन बिजनेस वुमेन म जे कुरा भए पनि मेरो बहिनीलाई जस्तो चाहिँ देखेको छ राम्रो